लोकल भालेको झोल र लोकल डायमन्ड बनाऊँ है त। र आधा केजी जति सुरुमा एकदम दामीवाला भालेको मासु लिने र मसला पिस्ने साइडमा प्याज खुर्सानी सब काटकुट पारेर ठिक्क पार्ने, तातो तेलमा मेथी फुराउने, तेजपत्ता हाल्ने, प्याजहरू हाल्ने, मसला हाल्ने र त्यसलाई मजाले भुट्ने एकछिनसम्म होइन 5-6 मिनट जति। अनि त्यसमा मासु हाल्ने, मासुलाई पनि त्यही चलाउँदै छोप्दै भुट्दै लगभग त्यही 10-15 मिनट जति भुट्ने र हल्का नुन हाल्ने र एकछिन तेल छोड्न दिने मासुलाई चाहिँ। त्यसपछि चाहिँ अब होइन टमाटर के हुन्छ हाल्ने, छिटो हाल्न कटिलो गऱ्यो। ल टमाटर हालिसकेपछि चाहिँ अब कति चाहिन्छ झोल अब त्यही अनुसार पानी थप्ने र सिटी लगाइदिने होइन। लगभग त्यही 5-6 सिटी हान्ने र रेडी भइसक्छ होइन। हल्का धनिया हाल्ने, साइडमा चाहिँ अब काँक्रा आलुहरू काटेर राख्ने, अनि यहाँ मेथी फुराउने, खुर्सानी हाल्ने, बेसार हाल्ने र यो टक्क म्यारिनेट गर्ने रेडी भइसकेको हुन्छ। र एक्स्ट्रा आफूलाई खान मन लागेको तरकारी नै बनाउने र मजाले खाने।